नमस्ते टिकटकका साथीहरू, म चाहिँ यहाँ भात खान लागेको छ हो। म माइत गाउँमा हो। मेरो दाइ भाउजूको घर हो यो चाहिँ। हामी यही घरमा जन्मेको हो। मेरो बाबा उहाँ हुनुहुन्छ। अनि यहाँ चाहिँ हाँस्दै छ मेरो सोल्डा राजा है। यहाँ चाहिँ मेरो सोल्डा हो, सोल्डा। ए देखेँ नि यहाँ सोल्डा राजा हो। म चाहिँ भात खान लागेको छु। अनि गाउँघरमा यस्तो मिठो मिठो खानेकुराहरू पाउँछ क्या। आर्खानी बोडी, कात्तिको बोडी अनि साग यस्तो मिठो हुन्छ। खाँदैछौँ ल। लजा कहाँ बस्यो म भयो विशेष गरी साग। पहिला हामी सानैदेखि यो साग र अनि त्यो सेतो ढेँडो हुन्थ्यो क्या। त्यो ढेँडो खान्थ्यो। ढेँडोसँग यस्तो दामी हुन्छ कि साग। अनि साग अनि कात्तिको बुढी क्या मिठो मुखेर छ। दामी मिठो एउटा सोल्टी गीत बजाउँदै है। म भात गम 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 खाएर अनि यहाँ गाउँमा चाहिँ आगो पनि छ। अनि त्यसैले अब मेरो गाउँतिर है आर्खानी साग र के अरे बोडी यस्तो मिठो छ ये तपाईँहरू खानु खानु दामी मिठो आर्खानी तरुवाले हो। रोटीसित खायो भने यस्तो मिठो हुन्छ। आज पानी आएन हाँस्या मेरो सोल्टी त हाँस मेरो सोल्टी हाँसिरहेको छ कि ऊ त्यहाँबाट रेलो हाँस्यो त सर्कियो क्या हो। मेरो भाउजूको भाइ हो। ए मिठो छ। गाउँघरमा यस्तै हो। आर्खानी भन्छ नि त साह्रै मुसमुस छ क्या। चरसको भाँडामा चाहिँ भात खानु हुन भन्छ। पहिलाको जमानाको पुरानो है यो चरसको भाँडा।